हेलो गाइस, अबुधाबी स्टेसन आइसक्यो है। हेलो गाइस, ह्याप्पी न्यू इयर 2083 सालको शुभकामनासँगै आज चाहिँ म तपाईहरुलाई नेपाली हिन्दू मन्दिर हैन अबुधाबीमा रहेको हिन्दू मन्दिरसम्म जाँदैछु दर्शन गर्नको लागि र तपाईहरुलाई पनि दर्शन गराउने छु है। मेरो भिडियो पुरा हेर्नु होला अनि लाइक कमेन्ट गर्नु होला अनि मेरो च्यानललाई सब्स्क्राइब पनि गर्नु होला है। बस स्टेसन जाँदैछु है। लोकल बसमा चढेर यहाँको अबुधाबी बस चढ्नुपर्छ। अबुधाबी बस स्टेसन गएर त्यहाँबाट फेरि मन्दिरको लागि मिरिक जाने बस 200 नम्बरको पाउँदो रहेछ हैन, त्यहाँबाट जानुपर्छ है साथीहरु। म तपाईहरुलाई देखाउँछु। यस्तै छ आज नयाँ वर्ष दर्शन गरौँ भनेर नि है। हेलो गाइस, अबुधाबी स्टेसन आइसक्यो है। अबुधाबी स्टेसनबाट फेरि गाडी चेन्ज गर्नुपर्ने रहेछ है। गाह्रो छ यार। बसमा जान भनेर त हिँडिहाल्यो है, तर गाह्रो हुने रहेछ हैन। यो बसमा जाँदैछु है। यो बस कति बेला चालु हुने हो, कति बेला सुरु हुने हो अनि त्यस पछाडि जाने है। फाइनली प्रतीक्षाको समय पनि पब्लिक बस पाइयो है। यहाँबाट सर्व जानुपर्छ अब। पब्लिक बसमा चढेर बस नम्बर 201 अनि 202 र 203 जाँदो रहेछ है। अनि शुक्रबार र शनिबारको दिन चाहिँ 203 डाइरेक्ट मन्दिर जाँदो रहेछ। तर यो 201 र 202 चाहिँ तपाईको ओरा साहबा भन्ने ठाउँसम्म मात्र पुग्दो रहेछ। फेरि त्यहाँबाट गाडी चेन्ज गर्नुपर्ने रहेछ। त्यही भएर त्यहाँसम्मको लागि चाहिँ 201 नम्बर गाडीमा चढेँ आज म हैन। अनि अब सरर गाउँको यो ठाउँको यो हुन्छ नि अब सिटी भनौँ, यो सहरको खतरा दामी भ्युजहरू हेर्दै है नेपाल पनि यस्तै विकास भइदिए क्या दामी हुन्थ्यो नि यार भन्दै सोच्दै है। होला कुनै दिन हैन, देशमा पनि परिवर्तन भइरहेको छ छुट्टै। नेपालमा पनि यस्तै नयाँ ठाउँहरू र विकासका प्रोजेक्टहरू बनोस् भन्ने त आशा भइहाल्छ नि साथीहरु है। अनि आज नयाँ वर्ष बहुत खुसीसँगै हैन, मनमा उमङ्गहरू भर्दै हैन। अब अहिलेसम्मका जति पनि नराम्रा कुराहरूलाई त्यागेर अब राम्रा दिनहरू सुरुवात होस् अनि सबैजनालाई नयाँ वर्षको शुभकामना भन्न चाहन्छु है। अनि त्यही सोचेर म पनि आज फर्स्ट टाइम हैन बेब्स हिन्दू टेम्पल अबुधाबीमा रहेको मन्दिर जाँदैछु। अनि तपाईहरुलाई पनि म सँगै लिएर जाँदैछु र तपाईहरुले पनि यो भिडियो हेरेर हैन अबुधाबीको हिन्दू मन्दिरसम्म जाने बाटोहरू पनि बुझ्नुहुनेछ। अनि यो राम्रा दृश्यहरू पनि हेर्नुहुनेछ र मसँगै मनोरञ्जन गर्नुहुनेछ भन्ने अपेक्षा लिएको छु। र भिडियोलाई पुरा हेर्दै जानु होला साथीहरु। म तपाईहरुको साथमै रहनेछु है। यी बाटोघाटोहरू हेर्दाखेरि हेर्नु न, घरिघरि त नेपालकै पनि याद आउने है। अनि कहीँ समुद्रहरू यस्तो पानीहरू टक्क के। अनि हरियाली चाहिँ हेर्नु यति खर्च गरेको छ क्या यो देशले है। सबै हरियाली ठाउँहरू साह्रै मजाले हेर्दै गएँ। म निद्रा पनि लागेन यो सिनहरू देख्दाखेरि। अनि तपाईहरुलाई देखाउनु पनि छ नि त। अनि भिडियोहरू पनि खिच्दै हिँड्दाखेरि मलाई निद्रा पनि लागेन गाडीमा है। एसी चलिरहेको थियो, मस्त शीतल भइरहेको थियो, तर पनि मलाई चाहिँ निद लागेन के। यो सिनले चाहिँ मलाई मनै लोभ्यायो। अनि फाइनली साथीहरु अर्को ठाउँ साबा भन्ने ठाउँमा गाडी पुगेर गाडी रोक्यो। अनि त्यहाँबाट फेरि सानो यहाँ उतारिदियो है। यस्तो ठाउँमा है, यहाँ इन्डियन भाइहरू छन्। गाडी चाहिँ कुत्रुकै गाडी आउँदो रहेछ 223 लेखेको। अनि त्यो गाडीमा चढेपछि अलिक केही समयपछि चाहिँ ठ्याक्क हिन्दू मन्दिर देख्यो परैबाट। ओहो मेरो मन क्या लालायित भयो के त्यो टेम्पल देखेपछि। अनि बसबाट झरिसकेपछि साथीहरु है थोरै हिँडेर अनि त्यहाँ धेरै प्रक्रियाहरू रहेछ, त्यहाँ भिडियोहरू खिच्न पाउँदो रहेनछ हैन। त्यो चाहिँ मैले देखाउन पाउने छैन हैन तपाईहरुलाई। अनि दुःख नमान्नु होला। तपाईहरु पनि आउनु भयो भने चाहिँ तपाईहरुलाई पनि यस्तै दुःख लाग्ने छ सबै कुरा देखाउन पाइन भनेर।
अनि फाइनली साथीहरू म चेक जाँच गरेपछि म भित्र प्रवेश गरेँ अनि भित्रबाट यसरी घुम्दै आउँदाखेरि यो प्राङ्गणहरूमा एउटा ठाउँ देखेँ चाहिँ अत्यन्तै इम्पोर्टेन्ट ठाउँ चाहिँ यहाँ टिकाहरू हुँदो रहेछ क्या। यहाँ चाहिँ मन्दिर दर्शन गरेर आइसकेपछि यहाँ मात्रै टिका ग्रहण गरिँदो रहेछ स्वयं आफैले होइन, कसैले लगाइदिन्न, यहाँ आफैले लगाउने हो। अनि भित्र मन्दिरभित्र चाहिँ केही लान नमिल्दो रहेछ होइन, चढाउने चिजहरू अगरबत्तीहरू बाल्न केही पाइँदो रहेनछ होइन। आउने मन शान्ति गराउने। अनि मेरो जुत्ता चाहिँ यता राखेँ होइन, जुत्ता राखेँ। त्यस पछाडि यति फराकिलो ठाउँ तर शान्त के। म चाहिँ यो भर्खर खुलेको थियो नि त यो युद्धले गर्दा, अनि भर्खर आएको मान्छेहरू खासै चापहरू थिएन अनि शान्ति ठाउँ हो, क्या रमाइलो भयो है। अनि यसरी आउन सकिन्छ साथीहरू, तपाईँहरू पनि यो भिडियो हेरेर अनि दर्शन गर्न सक्नुहुनेछ यहीँदेखि होइन। ल बाई बाई, सी यू, फेरि अर्को भिडियोमा